यो चाहिँ एकदमै रेजिडेन्सियल एकदम अत्याधुनिक लाइब्रेरी छ यो नमुना लाइब्रेरी हो सर यो हाम्रो अब ब्रिफिङ चाहिँ हाम्रो सुनिल सर कहाँमा छ यो रिसेप्सन र सुरुको चाहिँ फ्लोर हो यो यसमा अरू फिजिकल बुकहरू र डिस्प्लेहरू हुन्छ यसमा अब यो अब यसैको लागि हामीले अहिले प्रदेश सरकारसँग समन्वय गरेको सङ्घीय सरकारसँग पनि हामीले माग गरेका छौँ यसमा आशा गरेका छौँ एकपटक चाहिँ माथि हेर्न पाएको है योभन्दा माथि हजुर यो चाहिँ पुरै अनलाइन लाइब्रेरी बनाउने भनेर कम्प्युटरको चाहिँ डिजिटल लाइब्रेरीको रूपमा हजुर एउटा फिजिकल लाइब्रेरी छ अर्को चाहिँ डिजिटल लाइब्रेरी छ यसको कन्सेप्ट एउटा एक तला माथि छ अब हामीले जो रेजिडेन्सियल भनेको माथि छ स्कुल अफ ल सेन्ट्रल लाइब्रेरी बिल्डिङ छ उताबाट लिफ्ट पनि छ माथि पहिला सेन्टरमा जाने यो क्याबिनहरू हो यसमा चाहिँ हजुर एउटै हो यो चाहिँ रेजिडेन्सियल प्रकारको यहीँ बसेर चाहिँ पढ्न मिल्ने खास गरिकन यसलाई अलि वेल इक्विप बनाउनु जरुरी छ हामी यसको लागि अहिले रिसोर्सहरू कमी छ यसलाई बनाउनु पर्ने यो सबै टोटल त्यही मोडलको बनाएको छ हरेकमा त्यो वेल इक्विप बनाएर लिन खोजेको छौँ हामीले यो पुरै यही लाइन छ एउटा सभा हाल पनि छ माथि यसको कन्फरेन्स हल छ एउटा ठुलो हुन्छ अब अलिकति